नेपालमा सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालनमा छन्। हाराहारी 75 लाख श्रम शक्ति श्रम बजारमा हुनुहुन्छ। त्यसमध्ये अनौपचारिक क्षेत्रमा लगभग 65% कामदारहरू श्रमिकहरू हुनुहुन्छ। उहाँहरूलाई सामाजिक सुरक्षाको खाँचो छ। सामाजिक सुरक्षाको कार्यक्रममा लगभग कुल गारस्थ उत्पादनको 2.5% भन्दा बढी लगानी छ र बजेटको वार्षिक बजेटको 17% को हाराहारी लगानी छ सरकारको तर्फबाट। सामाजिक सुरक्षामाबाट फाइदा पाउने जनसङ्ख्या 17-18% को मात्रै छ। राज्यले नियमित राज्यकोषीय व्ययबाट हुने सामाजिक सुरक्षाका कार्यक्रमलाई कम गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रमहरू बढाएर लैजानुपर्छ र राज्यले यसका लागि पनि लगानी गर्नुपर्छ, सहजीकरण गर्नुपर्छ। पछिल्लो समयमा सामाजिक सुरक्षा कोषबाट यी कार्यक्रमहरू भइरहेका छन्।